सर यो कार्यक्रममा तपाईले धन्यवाद छ पत्रकार महोदयलाई। सरजी कस्तो हुनुहुन्छ तपाईँ? म सन्चै छु, आरामै छु, जनताको घर दैलो कार्यक्रममा छु र पहिला म जय सियाराम, जय जय सियाराम, जय जय सियाराम, नेपाल माता की जय, नेपाल माता की जय, उज्यालो नेपाल पार्टी की जय और जनता जनार्दन की जय। हम विशेष गरेर पत्रकार महोदयलाई म धेरै धेरै स्वागत र धन्यवाद दिन चाहन्छु। एउटा युवाको चाहिँ जेनजी र गरिब जेहेन्दार युवालाई तपाईँले एउटा मिडियामा अवसर दिनुभयो, मौका दिनुभयो, यस उपकारको लागि म सधैँ तपाईँको ऋणी रहन्छु। र यो कुरो यता क्षेत्रमा सर परिचय पनि राखिदिनु तपाईँ। मेरो नाम विश्व कुमार यादव हो, उज्यालो नेपाल पार्टीबाट म प्रतिनिधि सभाको उम्मेदवार छु, क्षेत्र नम्बर 4 को। सर तपाईँको कति वर्ष भयो अहिले? तपाईँ हेर्दा त लाग्नुहुन्छ कि भर्खरको युवा नेतृत्व गर्दै हुनुहुन्छ, युवाहरूको नेतृत्व गर्दै हुनुहुन्छ के हो सर? कति साल भएको होला? मेरो अहिले 34 चलिरहेछ उमेर मेरो। वास्तवमा एउटा के अरे युवालाई फर्स्टचोटि त्यो क्षेत्र नम्बर 4 मा टिकट पाएको छ। अरू सबै तपाईँको 40 करोड छ हैन उम्मेदवारहरू, र चाहिँ के अरे 34 र 33 34 को युवा म मात्रै छु यो क्षेत्र नम्बर 4 मा। त्यही भएर यो क्षेत्र नम्बर 4 को जनताको पनि एउटा के अरे खुसीको मौका मिला छ कि वास्तवमा जनताको पीडा मर्का बुझ्ने उम्मेदवार चाहिँ मिल्या छ यसपालि। त्यस कारणले यसपालि म सम्पूर्ण युवा, महिला दिदी बहिन र हाम्रो गाउँका बुजुर्ग, समाजसेवी, पत्रकारगण, प्रशासनगण सबैसँग मेरो बिन्ती के छ भने के अरे उज्यालो नेपालको नायक कुलमान घिसिङले हरेक घरमा उहाँको फाइदा छ, हरेक घरमा अन्ध्यारोबाट उज्यालो गर्नु भएको छ। 12 घण्टाबाट 24 घण्टा दिनु भएको छ। 18 घण्टा 9 घण्टा लोड सेडिङ हुन्थ्यो, त्यसलाई मुक्त गरेर देशैभरि तपाईँको अहिले उज्यालो पारेछ। त्यही अनुकूल चाहिँ पार्टी उज्यालो नेपाल खोल्या छ। अनि त्यही अनुसार तपाईँको के अरे चुनाव चिन्ह बत्ती र चिम राखेको छ, बल छाप। सर यस पटक चाहिँ उज्यालो नेपाल पार्टीको एजेन्डा के रहेछ, चुनावी एजेन्डा सर? तपाईँको अहिले यहाँ छोटकरीमा त के भन्दाखेरि अब हाम्रो कुलमान सरले प्रष्टि गरेको छ हैन, के अरे उज्यालो नेपालको नायक कुलमान घिसिङ अध्यक्ष रहनुभएको हुनाले र जसरी के अरे नेपाल उज्यालो नेपाल पार्टी 2062-63 को मधेस आन्दोलनको बलमा स्थापित संहिताको पुनः समर्थन दिएको हुँदा अहिले संघीय संरचना थप सशक्त बनाउनको लागि छ। अर्को कुरा त नेपालको दुर्गम पहाड गाउँहरूमा उज्यालो छर्ने सप्तरी राज र आज अँध्यारोमा बस्न बाध्य छ, तथा सप्तरीलाई उज्यालो बनाउनको लागि मधेसको सबभन्दा ठुलो रोजगार राजनीति विकृति रहेको हुँदा यसको अन्तको लागि मधेसमा ठुलो समस्या भ्रष्टाचार रहेकोले यसको अन्त्य गर्नको लागि हाम्रो यहाँको राजनीतिमा विद्यमान नातावाद कृपावाद छ हैन, आफ्नो मान्छेहरूलाई चाकरी जातिवाद हैन, पैसामा गर्ने, मासु दारू खियाउने हैन, त्यो रवैया छ। त्यसलाई अन्त गरेर इमान्दार र जो जनताको सच्चाइ सेवक हुनुहुन्छ त्यसलाई चाहिँ मिल्छ, त्यो हिसाबले हाम्रो पठाएको हो। र यो कुरो यहाँ हाम्रो क्षेत्र नम्बर 4 को ठुलो समस्या भनेको किसानको नै हो सर। किसानको खडेरी पढेपछि किसान छरपडाइहाल्छ, नदीहरू पनि छ र तपाईँको यता समस्या किसानको यति भइहाल्छ कि हामी किसानमै 60% जनता यता निर्भर छौँ। किसानै खेतीपातीबाट हामी जिरहेका छौँ। त्यस कारणले यता ठुलो समस्या किसानकै नै हो। यता किसानको समस्या समाधान भएपछि यता तपाईँको लाग्छ मलाई सबै समस्या समाधान हुन्छ, किनभने उहाँको समय अनुकूल चाहिँ बाली झाली राम्रोसँग उब्जाउ भयो भने उसको आफ्नो परिवारमा के अरे शिक्षा लिएर, स्वास्थ्य लिएर सबैमा उपचारमा सक्षम हुनुहुन्छ। अनि यसपालि तपाईँ हेरौँ लाखौँ लाख रुपियाँ लगानी लगाउनु भएको छ, चाहिँ के अरे आम्दानी चाहिँ जिरो छ। अनि यसको जिम्मेवारी के लिनुपर्छ? जो विगत जितेर जानु भएको छ यो सरकारले लिनुपर्छ। त्यस कारणले मेरो त्यही आग्रह छ, पहिला यता हाम्रो किसानको समस्या जरेदेखि मुक्त हुन्छ र जति यहाँ 200 युनिटसम्म किसान परिवारहरूलाई तपाईँको हाम्रो विद्युत महसुल विद्युत चाहिँ निःशुल्क हुन्छ, सबै परिवारमा लाभ हुन्छ, मेरो त्यही हो। अब सर यो सप्तरी क्षेत्र नम्बर 4 मा तपाईहरूलाई यो सप्तरी नम्बर क्षेत्र 4 को जनताले तपाईहरूलाई किन मत दिने? धन्यवाद छ, धेरै राम्रो प्रश्न गर्नुभयो। र वास्तवमा पुरानै अनुहारहरू पटक पटक जितेर यहाँ आउनु भएको छ, नयाँलाई किन भोट दिने त? म त्यही भनिरहेको छु। अहिले सरकारी स्कुल छ अनि प्रत्येक घरबाट लाख 2 लाखको महिना के अरे सालको जान्छ, अनि सरकारी स्कुलप्रति विश्वास छैन। त्यो हो। त्यो सरकारी स्कुल कसै बोर्डिङ स्कुल भन्दा गुणस्तरीय शिक्षा दिन्छ, त्यो पनि यता ठुलो समस्या हो। अनि सरकारी अस्पतालहरू छन्, अनि सालको तपाईँको 5 लाख 6 लाख इलाजमा जान्छ।
त्यो यदि बचियो भने सालको कति 6 लाख 7 लाख एक परिवारले बचियो भने त हाम्रो धेरै हुन्छ। धेरै आम्दानी हुन्छ नि त। त्यस कारणले उन्नति बढी त नगर्ने हो। यता तपाईँको शिक्षा, स्वास्थ्य, बाटोघाटो, विद्युत र कृषिलाई यो 3-4 वटा समस्या समाधान भयो भने हाम्रो क्षेत्र नम्बर 4 चाहिँ रामराज भइहाल्छ। एकदमै सर खुसी तपाईँ आफ्नो सप्तरी क्षेत्र नम्बर 4 को मतदातालाई केही भन्न चाहनुहुन्छ? हजुर एकदमै भन्न चाहन्छु, तपाईँहरू चाहिँ यसपालि बाउल छापमा भोट हाल्नुहोस्। किन हाल्नुहोस्? तपाईँहरूको 200 युनिटसम्म पनि निःशुल्क हुन्छ बिजुली, तत्कालै लाभ हुन्छ। र यो कुरो त्यो मौस दारूमा पैसामा नजानुहोस् तपाईँहरू, किनभने आज 2000-4000मा पैसामा बिकेपछि तपाईँको 5 साल तपाईँले पस्ताउनु पर्छ। त्यस कारणले पैसामा नजानुहोस्। जो चाहिँ जनताको दुःख सुख र जनताको चाहिँ पीडामर्का बुझ्छ त्यसलाई मतदान गर्नुहोस्। मेरो त्यही सम्पूर्ण युवाहरूसँग आग्रह छ। यसपालि कुलमान सरले काम गरेर देखाइदिनु गर्नुभएको छ 77 जिल्लामा। हाम्रो मधेसी पहाडी चाहिँ होइन, जातपात होइन। यसपालि चाहिँ बल छापा मतदान गर्नुहोस्। यो जनताको चाहिँ लाभको र जनताको फाइदा यसैमा हुन्छ, जनताको कल्याण यसैमा हुन्छ। म त्यही आग्रह गर्न चाहन्छु सर। सर जी क्षेत्र के जनता सबके लागि 4 शब्द 2 शब्द मैथिलियों में ए धन्यवाद छै हमर माता बहन, युवागण, शिक्षकगण, पत्रकारगण, प्रशासनगण सबसे हमर विनती छै, समाजसेवी बुजुर्ग सब जे कम से कम अहाँ सब एहि बेर बाउल छाप में मतदान कए के युवा उम्मीदवार के जिताओ। एकमात्र युवा उम्मीदवार विश्व कुमार यादव अछि, उज्यालो नेपाल पार्टी से बाउल छाप से हमर सएह विनती छै सबसे। और हम के रे मीडिया मार्फत हम सबके नमस्कार और मीडिया मार्फत अपने सबके हार्दिक अभिनंदन और हार्दिक स्वागत करै छी जे वास्तव में आई क्षेत्र नंबर 4 के कल्याण करे ला चाहे छियै तो अपने सब बॉल छापे मतदान करू और क्षेत्र नंबर 4 के सारा समस्या समाधान करू। हमर सएह सबसे विनती छै अहाँके। पहिला परिचय राख दिन छोट। हजुर मेरो नाम इन्जिनियर परमेश्वर यादव हो। हजुर म यहाँ अहिले हाल मिदिम फर्स्ट हाइड पावरमा कार्यरत छु लमजुङमा। हजुर म अहिले हाम्रो कुलमान घिसिङजीको पार्टीको उज्यालो नेपाल पार्टीको प्रचार प्रसार क्रममा सबै जनतालाई जागरुक गरौँ भनेर म चाहिँ अहिले हाम्रो कन्डिडेट विश्वकुमार यादवसँगै प्रचार क्रममा हो र त्यही हो हजुर। सर यो पार्टीको प्रचारमा लाग्नु भएछ, के खासियत हो पार्टी? एकदम हजुरले एकदम करेक्ट। सबै नेताहरूले भन्छ म यो गर्छु, शिक्षा, स्वास्थ्य, एनतेन रोड यातायात बिजुली सबै हुन्छ। तर हाम्रो पार्टी उज्यालो नेपाल पार्टीको जुन पार्टी छ, जुन पार्टीको हाम्रो जुन अध्यक्ष जो हुनुहुन्छ उहाँको नाम कुलमान घिसिङ, उहाँले नै नेपाललाई हाम्रो नेपाल जुन उज्यालो मात्रै बनाएको होइन, मात्रै हाम्रो देशको मेन मेरुदण्ड भनेको मेन बेसमेन्ट भनेको बिजुली हो र उहाँले नै ल्याएको हो। र हाम्रो नेपालमा हामीले सबै जनताले भएको 17-18 घण्टा लोड सेडिङ भएको हो र लोड सेडिङ भएको कारणले आज पहिला लोड सेडिङ भइरहेको थियो, तर अहिले आएर हाम्रो कुनै खास क्षेत्र मात्र नभएर हिमाल पहाड तराई सब अल नेपाललाई उहाँले लोड सेडिङ मुक्त गर्नुभयो। त्यति मात्र नभएर उहाँले हाम्रो नेपाल देशलाई बिजुलीमा धनी बनाएर उहाँले हाम्रो मित्र राष्ट्र भारत र चीन बङ्गलादेशलाई बेच्न लगाउनु भनेको अर्थ कुनै नेताले कुनै जिल्लालाई गर्छ, तर हाम्रो नेता हाम्रो अध्यक्षज्यूले कुलमान घिसिङज्यूले सिङ्गो देशलाई लोड सेडिङ मुक्त मात्र नभइकन हाम्रो यो बिजुली क्षेत्रमा झन् नेपाललाई धनी बनाएको छ। त्यही हो, त्यही भएर हामीले त्यही बुद्धिजीवी वर्ग, जेएनजी, कन्डिडेट एभ्रिथिङ सबैलाई इन्क्लुडिङ गरेर यो पार्टी उज्यालो नेपाली पार्टी बनाएको हो उहाँ। र त्यसैले हामीले सबै बुद्धिजीवी वर्ग, जेएनजी, दलित, पिछडा एभ्रिथिङ सबै वर्गलाई समेटेर बनाएर यो उज्यालो नेपाली पार्टीलाई सबैजनालाई विश्वास छ र सबैजनाले सपोर्ट गर्नुहुन्छ, किनकि यो सक सबै मान्छे हुन्छ। उहाँ कुलमान घिसिङ जस्तो सक सबै नेता आजसम्म नेपालमा कोही पनि छैन। त्यही भएर मलाई विश्वास छ यो क्षेत्रको जनताले पक्कै पनि बुझ्नुहुन्छ होला। सक सबैको मान्छे, जेएनजी एभ्रिथिङ भनेको अर्थ उहाँले नेपाललाई नै पुरै उज्यालोमा बनाउनु भएको छ। त्यही भएको कारण उसको पार्टीको नामै हो उज्यालो नेपाल पार्टी। र मलाई विश्वास छ हाम्रो यो क्षेत्र नम्बर 4 जनताहरूले पक्कै नै हाम्रो बल छापमा मतदान गर्नुहुन्छ र हाम्रो कन्डिडेट विश्वकुमार यादवलाई अत्यधिक मत दिएर बनाउनुहुन्छ। हजुर थ्याङ्क यू। हस् धन्यवाद। थ्याङ्क यू।